सो मर्निङ गाइस, इट्स नेक्स्ट डे र फिलहाल हामी काठमाडौँमै छौँ। सो आजको मेन काम चाहिँ के हो भन्दाखेरि फर्स्ट अफ अल वी हेभ टु वास आवर बाइक, किनकि यस्तो नलाग्दो धुलो लागिरहेछ। धुलो त ठिकै कुरो हो, यत्रो बिना माटोहरू हल्लिरहेछ। सो हामी बसेको होटल चाहिँ यो हो, महालक्ष्मी इन। एकदम दामी रुम छ, पार्किङ पनि एकदम चिटिक्क भरेको। सो यहाँ अलराइट गाइस, ल अब हल्का बाइक चाहिँ क्लिन अप गरेर यसो अब कामतिर लाग्नुपर्ने हुन्छ। काम भन्दा चाहिँ त्यही सानसानो कामहरू छ। यहाँको 3 त यहीँ भइसक्यो यार, खानापिना केही खाएको छैन। ल त गाइस, हामी बसेको होटल चाहिँ यही हो, राम्रो छ, चिटिक्क परेको हाम्रो वहाँ सेकेन्ड फ्लोरमा। सो बाइकहरू क्लिन अप भएछ। मेरो अलिकति अगाडिको प्रेसर चाहिँ कम्ती भएको छ। लचेक्न चाहिँ हावाहरू पनि हाल्नुपर्ने हुन्छ, पुरा टाइट भइरहेछ यार। फिलहाल हामी यहाँ अफिसभित्र आइसकेको छौँ। सो यहाँको कलेक्सन देखायो भने चाहिँ सायद यो भिडियोमा मेमोरी फुल भइहाल्छ होला। सो अलिअलि गर्दै सिनेमेटिकको सर्ट देखाउँदै तपाईँलाई देखाउँछु। अलिक बस यहाँ हाम्रो गर्दाको मार्क्स मलाई बबा लागिरहेछ अघिदेखि। सबैलाई मार्क्स फेरि ल नेपाल काठमाडौँको धुलम त्यस्तै छ, मार्क्स चाहिँ इम्पोर्टेन्ट छ। सो यहाँ हाम्रो दाइले ल एउटा पहिला गिफ्ट दिएछ है केटा। यस्तो छानी छ क्या यहाँ चाहिँ, फेरि छानी छ यहाँ चाहिँ। यो डाइनी छ त, डाइनी छ होइन। ल त गाइस, यहाँ तपाईँलाई म यहाँको दाइको कलेक्सन देखाउँछु ल, एकदम सर्ट एन्ड सिम्पल स्टाइलमा। किनभने दाइको फेरि डल्लै बिल्डिङमै डल्लै साउन्ड छ, अप्पर लोवर। सो तपाईँहरूलाई मनपर्ने अब अभियसली हाम्रो यसमा चाहिँ अब बाइकर्स हिँड्ने छ होइन, त्यसले गर्दाखेरि चाहिँ आज कन्टेन्ट मनपर्छ तपाईँलाई। त्यही यसरी बोरा आउँदैछ नि। ल फुल बाइकर्सहरूले चाहिँ जन्नत आम्मा ऊ थाहा छ त्यहाँ त। Hey, get the fuck up out my face. Money tucked inside the safe. If you ask me what I want, what you brought me in the case. Dodging ops, getting guap. Get the fuck up out my way. I'm forever on the race till they catch me in the chase. Get the fuck up out my face. Money tucked inside the safe. If you ask me what I want, what you brought me in the case. So ल त आज चाहिँ दिनभरि यता साथी दाइहरूलाई भेट्दै यताउति आफ्नो कामहरू पनि गर्दै हिँडिरहेछौँ। सो यहाँ चाहिँ अब जति सक्दो यो भिडियोमा स्टक देखायो भने सायद यो भिडियो पुरा लङ भइहाल्छ ल। त्यसले गर्दाखेरि अलिअलि कट गर्दै सिनेमेटिक सर्टहरू गर्दै यहाँ ज्याकेटहरू भयो, मोटो वोल्फको भयो, मोटो सेन्ट्रिकको भयो, ग्लोभ्सहरू, थुप्रै आइटम जो कि हाम्रो इन्डियन मार्केटमा त्यो कुरा अहिलेसम्म आएको पनि छैन। त्यो सब आइटम्सहरू यहाँ तपाईँ देख्नु पाउँछ। सो यो वाला मिरर चाहिँ यति दामी छ नि, यसको भाइब्रेसनहरू हाई। इभन मैले यो G9हरू पनि पहिला युज गरेको। सो यो चाहिँ बिचमा यस्तो स्टक डिमान्ड यस्तो भएर स्टक नै सकेर थियो, त्यहाँदेखि फेरि रिस्टक भएको रहेछ। त्यही हो। यो सब चिजहरू चाहिँ म फाल्टै आफ्नो मेरो बाइकर्स मोड इन्डियाको पेजमा हालिरहेको हुन्छु। सो यदि तपाईँले कुनै पनि बाइकर्स भएर यो भिडियो हेर्दैछ र तपाईँलाई चाहिएको कुरोहरू हेर्नु छ भने त्यो मेरो क्याटलगमा गएर तपाईँले भिडियो गर्नुहुन्छ है। के गर्नु रहेछ तपाईँ? सुजहरू म होइन, सुजहरू पनि गरिरहेको छु। हाम्रो बहिनीले चाहिँ आज आइफोन 17 प्रो म्याक्स किनेर पुरै गुदगुद भएर खुसी भएर आएको चाहिँ होइन। कस्तो मैले छुन पाएँ, म एकदम भाग्यमान। यसको स्टेबलाइजेसन हेर्नु भएको छ क्यामेराको। यहाँको जुन चाहिँ कलेक्सन छ नि, यो भिडियोमा त्यहाँ देखाउन सक्दैन। त्यसले गर्दा तपाईँले बाइकर्स मोड इन्डिया भने यहाँ पेज आएर त्यहाँ फलो गर्नुहोस्। त्यहाँ सबै हामीले क्याटलग वाइज हालिरहेको छु।
सो WhatsAppमा दिनुहोस्, त्यहाँ तपाईँको सबै आइहाल्छ। इफ तपाईँले होलसेल गर्नुहुन्छ भने कन्ट्याक्ट गर्दा हुन्छ, सबै सामान पाइहाल्छ। सो यति सामान छ कि जो कि मैले यो भिडियोमा कभरै गर्नु मिल्दैन क्या, त्यतिको कुराहरू छ। त्यसले गर्दा चाहिँ सिनेमेटिक सर्टमा तपाईँको चाहिँ अलिअलि चिजहरू हो, द्याट्स ओन्ली द हाइलाइट्स। सो अरू कुरो चाहिँ क्याटलगमा या फिर तपाईँले WhatsAppमा हामीलाई मेसेज गर्दा हुन्छ। कहाँ जाने त अब हामी? कहाँ जाने हो? कहाँ जाने हो? सो यहाँदेखि चाहिँ डल्लै काठमाडौँ देख्छ क्या। सायद हामी राति आएको बाटो यही नै होला आई गेस। हिजो पनि आउँदै रहेछ, मजाको देखिरहेको थियो क्या। ल त्यो चाहिँ हामी चाहिँ यहाँ टक्कै कफी चाहिँ खाने। तपाईँलाई म यहाँको एउटा भ्यू देखाउँछु ल। यहाँबाट चाहिँ डल्लै काठमाडौँ देख्छ अरे क्या, हेर्नु न। ओहो ल जब हामी हल्का यहाँ आएर यसो भ्यूहरू हेर्दै चिया खाएको कफी पिको अब चाहिँ हामी लास्ट जाने बाइकर्स क्याफे। ओइ यहाँको बाटो नि पुरा पेस्टिङ गरेको रहेछ क्या, सलिड सोल्लो हुन्छ नि एउटा गड्डा गुड्डी। अघि भर्खर बिहान बाइक धोएको त खतम भयो त हौ। कता हो कता यार। दाइहरू कहाँ पछाडि हुनुहुन्छ क्या हो? हजुर कुदाउने मजा हुन्छ, आस्ते आस्ते कुदाउँछ। गएको जता लग्यो त्यतै जानुपर्नेछ। बाइकर्स क्याफे भन्ने ठाउँ हो। सबै हाम्रो दाइहरू सबैजना पछाडि नै हुनुहुन्छ। क्याच ब्रेक हान्छ केटाहरूले। आइपुग्यो क्या हो? फ्लाई बाई फ्लाई बाई फ्लाई बाई। हल्का पपअप हान्दियो नि, पपअप।
गाइस फिलहाल हामी आइपुग्यौँ यहाँ नक्सल बाइकर्स क्याफे पहिलेमा आएको थियौँ हामीले ओए लड़का क्या कर रहा है ओए लड़का क्या कर रहा है भाई चेक कर रहा है ठिक छ आऊ माथि छिटो छिटो गाइस ल सबैजना यहाँ कफी खाएर निस्किँदैछ है ल ब्रो ल